Hello guys, good morning and welcome back to my YouTube channel. सो म चाहिँ सन्चै छु र तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्छु है। आज चाहिँ बिहानदेखि नै भ्लग यसो स्टार्ट गरिरहेको छु है। सो आज चाहिँ म बिहान नै उठ्नुको कारण के हो भने म चाहिँ नेपालगञ्जतिर बस्छु। आएको चाहिँ 1 हप्ता जति चाहिँ भइसक्यो काठमाडौँ आएको चाहिँ। म चाहिँ एउटा कामको लागि आएको थिएँ। त्यो काम सो आज चाहिँ हुन्छ होला सायद, त्यही भएर चाहिँ अलि बिहान चाँडै उठेको। अब चाहिँ अब उठिसक्यो, अब चाहिँ एकछिनमा चाहिँ फ्रेस भएर चाहिँ निस्किनु पर्ने हुन्छ। सो आजको दिन कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँदै गर्छु। सो हेर्दै गर्नुहोस् गाइज। म चाहिँ अहिले चाहिँ नुहाएर तयार भइसकेँ। अब चाहिँ निस्किनु पर्ने हुन्छ। एकछिनमा चाहिँ नास्ता खाएर चाहिँ अब चाहिँ म चाहिँ निस्किन्छु। त्यही त हो नि, अब यस्तो छ, अलिकति नुहाइधुवाइ भइसक्यो। अब चाहिँ म तल नास्ता खान निस्किन्छु, त्यसपछि जानुपर्ने हुन्छ गाइजलाई। टोटली म चाहिँ रेडी भइसकेको छु। अब चाहिँ सो जानुपर्ने हुन्छ है। सायद म 8 बजे पुग्नुपर्ने हो, मलाई चाहिँ ढिला भइसकेको छ। अब चाहिँ म चाहिँ निस्किनु पर्ने हुन्छ। अरू त्यस्तो मैले लाउनुपर्ने जस्तो त केही छैन। सो यो चाहिँ लाउनुपर्छ। सो अब चाहिँ नास्ता खान निस्किसकेको छ है। अब चाहिँ हामी नास्ता खानुपर्ने हुन्छ। बाहिरको नजारा चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। अब चाहिँ एकछिनमा निस्किनु पर्ने हुन्छ, त्यसपछि नास्ता गरेर निस्किन्छ। सो खाजा पनि आइसकेको छ, अब चाहिँ खान्छौँ, त्यसपछि चाहिँ निस्किनु पर्ने हुन्छ। सो निस्किसकेपछि चाहिँ देखाउँछु म मलाई। अब चाहिँ नास्ता खाएर हामी चाहिँ होटेलबाट निस्किनु आएको। ल आइज पछि ढिला हुन्छ फेरि। अब चाहिँ निस्किनु लाग्यो। यहाँ चाहिँ यतातिर चाहिँ अलिकति घाम चाहिँ लाग्ने रहेछ, त्यो चाहिँ खुसीको कुरो। उता नेपालतिर चाहिँ घाम पराएर देख्नै पाइन्न नि त। सो तिमीलाई स्वागत छ मेरो च्यानलमा। स्वागत छ। थ्याङ्क यू, धन्यवाद। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर, हजुरलाई पनि ह्याप्पी न्यू इयर। ल आज चाहिँ बवाल गर्नुपर्छ है। ल भइहाल्छ नि सर, भइहाल्छ। तपाईँले राम्रो गर्नुहोस्। बेस्ट विसेस। बेस्ट विसेस दुईजनालाई नै भन्नुपर्छ। ल त्यही त हो गाइज। अब चाहिँ देखाउँदै गर्छु। स्पेसल जन्मभूमि होटल चाहिँ यो हामी बस्नुपर्ने यो, तर हामी चाहिँ 2 मा बसिरहेको छौँ है। यस्तो छ नजारा। अब चाहिँ यहाँ गाडी आउँछ, त्यसपछि चाहिँ हामी चल्नुपर्ने हुन्छ। गाडी त्यस्तो बवाल छ, जस नजारा एकदमै दामी छ। यस्तो भित्रको नजारा। सो अब चाहिँ गाडी आउँछ, त्यसपछि चाहिँ चल्नुपर्ने हुन्छ। हामी चाहिँ जस मास्क लगाएर सेफ्टी भइरहेको छु है। म चाहिँ त्यही त गाडी आएपछि जानुपर्छ। आइसक्यो, अब चाहिँ हामी गाडीमा बसिसक्यौँ है। कस्तो फिल भइरहेछ? अब फर्केर आउँदाखेरि चाहिँ यही गाडीमा फर्केर आउँदा चाहिँ खुसी भएर आउनु है। ह्याप्पी न्यू इयर है दुवैजनालाई। सेलेक्ट भयो भने यो गाडीमा आइन्छ, नत्र चाहिँ अर्को गाडीमा उडिन्छ। सो एकदम निन्द्रा लाग्ला जस्तो भयो। सायद भित्र चाहिँ क्यामेरा एभाइलेबल हुन्न होला। सो यहीँसम्म गर्छु, त्यसपछि बाँकी चाहिँ पछि देखाउँछु ल। सो अहिले चाहिँ दिउँसोको चाहिँ 1 बज्न लागिसक्यो है। अहिले चाहिँ जस हामी चाहिँ है यस्तो चिलमै छौँ। अहिले कामहरू चाहिँ भइरहेको छ। त्यही त कामहरू भइरहेको छ। अरू चाहिँ त्यो पुरै डिटेलमा चाहिँ अहिले खुलाउनु मिल्दैन है।
यतातिर यस्तो छ माहौल हामी छँदैछौँ पक्क यो चाहिँ यस्तो बडा हाल छ है यस म चाहिँ खास यसमा आएको है यताकोमा आएको नाच्न भनेर त्यो चाहिँ यसो हेर्दै गर्नु यस्तो मन चाहिँ हुँदैन होइन तिमी पनि यता हेर न यता हेर म चाहिँ सेलेक्ट हुने मान्छे ल गाइज अहिले चाहिँ राति भइसक्यो है अनि जस राति भइसक्यो जस राति भइसक्यो अब चाहिँ म चाहिँ यसो खाइरहेको छु है चुस्कीसँग बोलिरहेको छु सो आजको दिन चाहिँ अब यस्तै भयो जस रमाइलो भयो अब चाहिँ म सिधा कोठा पुगेर नै बाँकी कुरा गर्नेछु अनि यता चाहिँ माहौल अलि यस्तै छ है यस्तै एकदम बबालै छ भित्र चाहिँ सुट भइरहेछ है अनि त्यही त हो नि अरू चाहिँ म रुममै पुगेर देखाउँछु यता चाहिँ अलिक गोरो देखिन्छु होला सो हेर्दै गर्नुहोस् हामी चाहिँ होटलमा पुग्यौँ है एकदमै यो गाडीको यात्रा गरेर चाहिँ आएको त्यही त अब यताबाट हामी बस्ने होटल चाहिँ उता छ अब चाहिँ एकैचोटि रुममा बसेर भेटौँला अनि त्यसपछि चाहिँ आजको ब्लग चाहिँ यतै इन गर्नुपर्ने हुन्छ है गाइज त्यही त सो गाइज म चाहिँ रुममा पुगिसकेको छु है पुगेर पनि फ्रेस भएर चाहिँ म चाहिँ पल्टिन लागेको मतलब सुन्न लागेको अब चाहिँ खाना चाहिँ अरू बेला चाहिँ होटलतिरै हुन्थ्यो आज चाहिँ मैले खाना चाहिँ उतैदेखि खाएर आएको त्यही आजको दिन चाहिँ एकदमै त्यस्तो खतरा रमाइलो पनि भएन ठिकै भयो जस मेरो लागि रमाइलै भनौँ न रमाइलै खालको भयो भनौँ त्यही त अन्तिमसम्म जसले हेरिदिनु भयो सम्पूर्णलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो एन्ड लट्स अफ लभ यु सो मच मिस यु बाई